Hey guys, welcome back to my YouTube channel. नमस्ते हामीलाई सोफ्याफुल सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ तपाईँ त्यो गीत नगाउनु मेरो कपिराइट लाग्छ। कपिराइट लाग्छ क्या साइको। मेरो गिटारको क्यापो चाहिँ भाँचेको छ गाइज हैन। मेरो क्याप दुई टुक्रा भइसकेको छ क्या। दुई टुक्रा भएको छ। अब यो 500 रुपियाँ चुना लागिहाल्यो मलाई हैन, पैसा नभएको बेला। अब त्यो क्याप लिन जानुपर्ने हुन्छ म चाहिँ। भाँच्ने नि कस्तो स्वादले भाँचेको हेर्नु न, यहाँनिर टुप्पोमै क्या प्याटेक्क गयो क्या यहाँनिर। क्याप त दामी थियो नि, यो मन्त्रको कर्म गिटारको क्याप निक्लिसकेको छ हैन। अब भ्लग हेर्नु होला तपाईँहरू सबैजनाले साथ सपोर्ट माया देखाइदिनु होला हैन। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरी बेल आइकनमा थिच्नु होला, सेयर गर्नु होला भिडियोलाई हैन। ट्याक्क लगाएर आँप फलिसकेको छ गाइस। अब चाहिँ सिन्धुलीको भाटपट्टि नै हो हैन। अझ हिँड्न नि मजा लाग्छ क्या, ट्याक 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 हेर्नु न, ट्याक्क छेउछेउमा रुखहरू होइन, ट्याक्क बिचमा हिँड्ने लेन खतरा मजा आउँछ नि गाइस हिँड्नलाई ट्याक ट्याक। ल है साथी हो, यो चाहिँ सिन्धुलीको जुनारसाङ भन्ने ठाउँ होइन। यहाँ चाहिँ विभिन्न प्रकारका फलफुलहरू पाइन्छ। यहाँ जुनारसाङ भनिन्छ सिन्धुलीको होइन। योभन्दा ठ्याक्कै अगाडिपट्टि बस पार्क छ। बस पार्कदेखि हामी उता पुल हुँदै उता जानुपर्छ होइन। खोलाहरू पनि पुरै अब त धमिलो आउन थालिसकेको छ। त्यो गाइज अब हजुरहरूलाई नि म्युजिक सम्बन्धी के सामान चाहिन्छ भने यहाँ आएर लिन सक्नुहुन्छ। दाइहरू चाहिँ हुनुहुन्न के अरे होइन। गाइज मैले चाहिँ यो वाला लिएर आएको छु होइन। यसको चाहिँ 500 रुपिज हो अरे अर्कोको चाहिँ। अनि त्यो सेम मेरोवाला जस्तो चाहिँ कति 650 अरे, 650 रुपिज। अनि त्यो मलाई त्यो अर्को फेरि भाँच्छ भन्ने डर लाग्यो क्या, त्यही भएर मैले अर्को नल्याएको। अनि यो ट्राई गरी हेरौँ, यो पनि भाँच्यो भने चाहिँ तनाव पर्छ। थ्याङ्क्स फर वाचिङ भिडियो लास्टसम्म हेरिदिएकोमा होइन, थ्याङ्क यू भन्न चाहन्छु। ल लाइक एन्ड सब्सक्राइब गर्नु होला। ओके।